उठ उठ क्या अडी दाहु क्या हो शपथ खानु परेन खाना खाने बेला क्या पुखाउँछ बिस्तार बर्बाद टुसुको उभ्यो टुसुको उभ्यो यहीँ थिए यहीँ थियो उभ्यो यहीँ थियो टुसुको उभ्यो लौ क्या दियो त हो म भरपर्दो मान्थ आजकै दिनबाट घरको नियमप्रति पूर्ण वफादार रही परिवारले भनेको मान्नेछौँ म यो छातीमा हात राखेर भन्छु कि कोदोको रोटीदेखि फापरको लगडसम्म चिनाको भातदेखि कागुनीको भातसम्म बाँकोको तिउनदेखि आटोको फाँडोसम्म घरिनाले जे दियो त्यो खानेछौँ पाठा चराउनेदेखि गोरु चराउनेसम्म कुटो कोदालोदेखि हलो भानेसम्म नाइ नास्तिक नगरी इमान्दारितापूर्वक गर्नेछौँ आई भाइ म पढे लेखिया नै हेर खुवाउनु त क्या मैथै खुवाउ तिमीले पछि अगाडि परि जान्छ कि दै शपथ खायो कि रणा हराहर भुनिया मान्नु पर्ने अब आइरे केही अडाङ बडाङ केही पनि हुँदैन शपथ खाछन् र यिनले अब यिसँग टाउको दुखाउन बबाल आइरे हु गोला दे अब औरी बालन शाहले देश चलाउनलाई शपथ खा भन्दा नाइ मैले हेर्न केही पाएन तिमीले आफूले ज्या खुवाउन मन लाग्यो खुवाउने आफूले जाँलाइन मन लाग्यो वहीँ लाइना गरिकन म शपथ खुवाइरहेछौ यहाँभन्दा अगल्ला नेताले त शपथ खाए अनुसार काम केही गरेनन् देशमा अब बालन शाहले शपथ खाए अनुसार काम गरे भनेपछि म पनि गर्ने हो मेरा उनले पनि गरेनन् शपथ यो खाए शपथ कोचका गरी पेन्टा पछाडि खल्टुदा हालिकन यस्तो गरी हट्या भनेपछि म पनि यस्तै गरी हट्ने उनले शपथ खाए अनुसार काम गरे भनेपछि म पनि गरौँला दे बालन शाह तिमीले पनि खायो भन्दा न मैले पनि खाएँ खान त खायो बरा दे तुम आग्ला कति खान मेरो आग्ला त क्या खाना नाउँ पनि निको ल्याएन काम पनि मैथै भन्यो यहीले दे अब यो खग्ने हुन क्या पो गर्ने हो बना अब यो छोरो तँ जोइ पनि न तिमीले सहयोग गर्नु हुने हो क्या त अगर लागि मन ठाउँ पनि अगर लागि सहयोग नगरी सबैले खुट्टा तान्न खोजेपछि यहीले मेरो खुट्टै तान्ने तँ खुट्टै तान्ने गरे त म पनि क्या काम गर्नु हो कुरा तिमीले ना घोचो गरिकन भर दियो भनेपछि त गरि त्यो ल यो त नाम नभए हुनासो हो त ए भित्ता हामी पनि नाम नभए लागु ल त हो त्यो गरे त ए पुड्ले पो क्या पट्केला ओ इके मान्ठा जाउन पुढे जाऊ तुम्ही क्या मुख ठडिया